तपाईहरुले भोगिरहेको समस्या, तपाईहरुले हामी नेपाल सरकारले तपाईहरुको हकमा के गरिरहेका छौं, कति चाँडो यो समस्या समाधान हुन्छ भनेर म तपाईहरुलाई बताउन र तपाईहरुका कुरा सुन्न आएको। अबिर खादा लगाइदिन हतार नगर्नुस्, अबिर खादा लगाइदिन हतार नगर्नुस्, उहाँहरुलाई सम्मान दिन हतार नगर्नुस् हैन। समस्या समाधान गरेर आएपछि म तपाईहरुको अबिर र खादा लाउँछु है। त्यही भएर कुनै पनि नेता या त्यो राष्ट्रिय स्वतन्त्र पार्टीकै किन नहोस्, सम्मान दिन हतार नगर्नुस्। पहिला तपाईहरुको यत्रो वर्षौंदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ, त्यसपछि बल्ल त्यो नेताले त्यो मन्त्रीले तपाईहरुको खादा, तपाईहरुको अबिर, तपाईहरुले दिएको फूल उले चाहिँ बल्ल डिजर्भ गर्छ, बल्ल उले चाहिँ त्यो लायक हुन्छ लिनलाई। त्यही भएर मैले आज किन यहाँ चाहिँ तपाईहरुको समस्या समाधान भएको दिनमा आउँछु, त्यो दिन सँगसँगै हामी पनि तपाईहरुलाई पनि म अबिर लगाइदिन्छु, तपाईहरुले पनि मलाई अबिर लाउने हो। त्यही भएर पहिला नेपाल सरकारलाई तपाईहरुको हकमा काम गर्न दिनुस्। त्यही भएर अलिकति समय लाग्छ। मैले हजुरहरूलाई यही आएर म किन भने भन्दा हजुरहरूको त्यो त्रासको वातावरण नहोस्, हजुरहरूलाई हजुरले बसेको ठाउँबाट कसैले पनि उठाउन सक्दैन। त्यही भएर तपाईहरु एउटा कुरामा के ढुक्क हुनुहोस् भने जसले लाल पूर्जा पाउनु पर्ने हो कानुन सम्मत तरिकाले उसले लाल पूर्जा पाउँछ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन के अरे अव्यवस्थित बसोबासी सबैले लाल पूर्जा पाउनुहुन्छ। तपाईहरु यो कुरामा चाहिँ ढुक्क हुनुहोस्। त्यही भएर तपाईहरुलाई त्यो त्रासको वातावरण बनाइदिने, कसैले चाहिँ बीचमा हामी बीचमा खेल्न सक्ने त्यो हुन सक्छ। त्यसको लागि चाहिँ तपाईहरुले तारमतार खबरदारी गर्नु भएको छ, विगतमा पनि गर्दै आउनु भएको छ। यसको लागि म फेरि पनि तपाईहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यही भएर तपाईहरु एउटा कुरा चाहिँ के तपाईहरु विश्वस्त हुनुहोस् भने तपाईहरु भूमिहीन जुन सुकुम्बासीहरु हुनुहुन्छ, सुकुम्बासीलाई कसैले चाहिँ उठाउन सक्दैन। कहिलेकाहीँ तपाईहरुले बसेको जग्गा कहिलेकाहीँ नकारात्मक सूचीमा पर्या हुन सक्छ हैन। त्यसको हकमा पनि कुन कानुन ल्याएर, कुन नीति परिवर्तन गरेर चाहिँ त्यसमा पनि सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार काम गरिरहेछ। अहिले झन्डै 5 महिना भयो नेपाल सरकार यो सरकार गठन भएको। त्यसमा हामी डे 1 देखि म मन्त्रीको हैसियतले यो समस्यामा समाधान गर्नको लागि, यहाँ मात्रै होइन देशैभरिको समस्या समाधान गर्नलाई हामी डे 1 देखि मैले मन्त्रालय सम्हालेको पहिलो दिनबाट नै यसमा काम गरिरहेको छु। सँगसँगै सहकारी पीडितका पनि समस्या छन्, त्यसमा पनि हामी काम गरिरहेका छौँ। बसेको ठाउँमा हामी वर्षौंबाट भोगचलन गरिरहेको ठाउँबाट हामीलाई उठाइदिने पो हुन् कि हैन, हामीलाई निकालिदिने पो हुन् कि डोजर लगाइदिने पो हुन् कि भन्ने खालको छ। त्यस्तो होइन। त्योबाट म तपाईहरुलाई म आफै आएर म तपाईहरुलाई क्लियर गर्न आएको यो कुराहरु। जसले चाहिँ सुकुम्बासीको हकमा जसले लाल पूर्जा पाउनु पर्ने हो उहाँहरुले लाल पूर्जा पाउनुहुन्छ, तपाईहरु ढुक्क हुनुस् लागेको हो। त्यही भएर अलिकति समय धैर्य धारण गरिदिनु होला। हामीले यसमा काम गरिरहेका छौँ। छिट्टै हजुरहरुको पाउन सबैको हातमा चाहिँ यहाँ हामीले दिनुपर्ने, जसले चाहिँ हामीले दिनुपर्ने छ लाल पूर्जा, उहाँहरुको हातमा लाल पूर्जा हुन्छ। मन्त्रीको हैसियतले आउँदैछु तपाईहरुकोमा हैन, म कुनै दलको प्रतिनिधित्व भन्दा पनि म मन्त्रीको हैसियतले एउटा जुन सम्बन्धित मन्त्रालय छ त्यो मन्त्रीको हैसियतले चाहिँ म तपाईहरुलाई चाहिँ एउटा त्रासको वातावरण जुन तपाईहरुको जुन भयावह स्थिति छ त्यसमा तपाईहरु नआत्तिनुस् है भन्न आएको।